आज हामी कक्षा 12 को यो अकाउन्ट सब्जेक्ट भित्रको एउटा इम्पोर्टेन्ट च्याप्टर को एउटा क्वेसन सोल्युसन गर्न गइरहेका छौँ। जुन च्याप्टरको नाम छ युनिट अर आउटपुट कस्टिङ। यो इक्जामको लागि धेरै इम्पोर्टेन्ट च्याप्टर हो, किनभने यसैबाट एउटा लङ क्वेसन सोध्छ कक्षा 12 को बोर्ड इक्जाममा। त्यसै च्याप्टरभित्रबाट एउटा क्वेसन सोल्युसन हामी गर्छौँ। यो तपाईँलाई दुई तरिकाले इक्जाममा सोध्न सक्छ यो च्याप्टरबाट क्वेसन। कि त तपाईँलाई यसरी कस्ट सिट बनाउन सक्छ, यदि कस्ट सिट बनाउन भनेन भने कस्ट प्लस टेन्डर सिट बना भन्न सक्छ, कि चाहिँ कस्ट सिट मात्र भन्न सक्छ, कि चाहिँ कस्ट प्लस टेन्डर गरेर पनि भन्न सक्छ। दुईमध्ये एउटा चाहिँ सोध्न सक्छ है त। अब कस्ट सिटमा हामीले विशेष गरी क्वेसनमा दिएका ती कस्ट इन्फर्मेसनहरूलाई स्टेटमेन्ट अफ कस्टमा हामीले के गर्ने हो, त्यसलाई मिलाएर राख्ने हो। खासै त्यस्तो गाह्रो चाहिँ छैन होइन। कस्टको नेचर अनुसार हामीले कस्ट सिटमा त्यसलाई के गर्ने हो त, राख्दै जाने हो है त। अब ती के राख्ने, कसरी राख्ने भन्ने कुरा अब हामी सोल्युसन लगाउँछौँ है त। सबभन्दा पहिला त एउटा यहाँ क्वेसन दिएको छ। हामी जुन क्वेसनलाई यसरी हेरौँ, एउटा म्यानुफ्याक्चरिङ कम्पनीको चाहिँ बिगिनिङ र इन्डिङ ब्यालेन्स दिएको छ भन्छ। तपाईँले कस्ट सिटमा के कुरा बुझ्नु पऱ्यो भने, बिगिनिङ र इन्डिङ ब्यालेन्स भन्छ भने कस्ट सिटमा तीनवटा कुराको मात्र हुन्छ। त्यो भनेको एउटा र मेटेरियलको हो, अर्को भनेको तपाईँको डब्लुआइपीको हो है। डब्लुआइपी भनेको वर्क इन प्रोग्रेस यहाँ देखेको छ। अनि अर्को भनेको तपाईँको फिनिस गुड्सको। यो तीनवटा कुराको मात्र बिगिनिङ र इन्डिङ ब्यालेन्स हुन्छ। बिगिनिङ र इन्डिङलाई ओपनिङ र क्लोजिङ पनि भन्छ है त, त्यो एउटै कुरा हो। अब त्यसै दिएको छ र मेटेरियलको बिगिनिङ 12,000, इन्डिङ 10,000। डब्लुआइपी चाहिँ बिगिनिङ छ 6,000, इन्डिङ छ कति 8,000। फिनिस गुड्सको चाहिँ तपाईँको बिगिनिङ चाहिँ 10,000 रुपियाँ दिएको छ है, इन्डिङ चाहिँ दिएको छैन। यो फिनिस गुड्सको 10,000 जो अमाउन्ट दिएको छ, यो 10,000 अमाउन्ट चाहिँ 500 युनिटको है त। यसको मतलब के बुझ्नु पऱ्यो भने, फिनिस गुड्सको चाहिँ बिगिनिङ युनिट भनेर 500 दिएको छ, त्यसको भ्यालुएसन गरेर 10,000 दिएको छ। इन्डिङ हामी आफूले निकाल्नु पर्ने हो। अनि त्यसै महिना फेरि कस्ट रेकर्डहरू पनि यहाँ दिएको रहेछ। जुन कस्ट रेकर्डहरूमा चाहिँ कस्ट इन्फर्मेसनहरू छ, जस्तो डाइरेक्ट मेटेरियल पर्चेस चाहिँ 1,20,000 बराबरको भएको रहेछ। इन्डाइरेक्ट लेबर भनेको 18,000 बराबरको भएको रहेछ। अनि डाइरेक्ट लेबर भनेको 32,000 बराबरको भएको रहेछ होइन। फ्रेस अन मेटेरियल पर्चेस चाहिँ 6,000 बराबरको रहेछ है। अब अर्को चाहिँ अदर फ्याक्ट्री एक्सपेन्सेस चाहिँ 30,000 बराबर छ। इन्डाइरेक्ट मेटेरियल चाहिँ 34,000 बराबर छ। अनि तपाईँलाई चाहिँ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभर चाहिँ 10,000 दिएको छ। प्रोडक्सन युनिट कति 16,000 युनिट दिएको छ। सेल्स युनिट चाहिँ 15,000 युनिट दिएको छ। प्रफिट चाहिँ कस्टमा छ, अझै केमा छ, कस्टमा छ भन्छ। अब यो कस्टमा प्रफिट छ भने हामीले कसरी त्यसलाई प्रफिटलाई क्यालकुलेसन गर्नु भन्ने कुरा न्युमेरिकलमा हेरौँ न। अनि तपाईँलाई रिक्वायरमा कस्ट सिट बनाउन हुन्छ है त। अब यसै इन्फर्मेसनलाई हेरेर हामीले यहाँ स्टेटमेन्ट अफ कस्ट बनाउनु पऱ्यो है। यो क्वेसन सोल्युसन गर्दाखेरि तपाईँसँग चाहिँ अगाडि बुक छ भने त्यो बुक निकाल्नु होला। अनि त्यसमा तपाईँको त्यो कस्ट सिटको फुल फर्मेट अगाडि राखेर अनि चाहिँ यो क्वेसनलाई सोल्युसन गर्न सजिलो हुन्छ है त। किनभने हामीले जुन कस्ट अफ के अरे स्टेटमेन्ट अफ कस्ट या कस्ट सिट बनाउँछौँ, यो भनेको फर्मेट वाइज गराउने हो। मैले अघि नै भने दिएका कस्टहरूलाई हामीले यो स्टेटमेन्ट अफ कस्टमा चाहिँ हामीले मिलाएर राख्ने, यसको नेचर अनुसार मिलाएर राख्ने हो। त्यस्तो कस्ट सिट गाह्रो चाहिँ छैन। यसमा सबभन्दा पहिला के कुरा बुझ्नु पऱ्यो भने, डाइरेक्ट कस्टहरूलाई जोडेर प्राइम कस्ट निकाल्ने। प्राइम कस्टमा तीनवटा ओभरहेडलाई जोड्ने, अफिस ओभरहेड, के अरे फ्याक्ट्री ओभरहेड, अफिस ओभरहेड र सेलिङ ओभरहेड। त्यो सबै जोडेपछि टोटल कस्ट आउँछ र टोटल कस्टमा प्रफिट गरेर हामीले सेल्स निकाल्ने हो है। अरू त्यहाँ बिचमा के हुन्छ, अब हामी यो क्वेसन सोल्युसन गर्न जान्छौँ, त्यहाँभित्र हेरौँला। अब फर्मेटमा सबभन्दा अगाडि हेर्नुहोस्, त्यहाँ तपाईँलाई दिएको होला ओपनिङ स्टक अफ र मेटेरियल या बिगिनिङ स्टक अफ र मेटेरियल। कुरा एउटै हो है। मैले ओपनिङ लेखेँ, ओपनिङ स्टक अफ र मेटेरियल कति दिएको छ तपाईँलाई 12,000 दिएको छ हो। अब यो ओपनिङ स्टक अफ र मेटेरियलमा तपाईँलाई क्वेसनमा यदि डाइरेक्ट र मेटेरियल पर्चेस दिएको छ या र मेटेरियल पर्चेस मात्र दिएको छ भने त्यसलाई गरेर जोड्ने। हामीलाई जो दिएको छ डाइरेक्ट मेटेरियल पर्चेस है त, डाइरेक्ट मेटेरियल पर्चेस कति दिएको छ हामीलाई 1,20,000। त्यसमा फेरि हामीले जोड्ने यो मटेरियल पर्चेससँग जोडिएको एक्सपेन्स, डाइरेक्ट एक्सपेन्सेसलाई जोड्ने। जो भने हामीलाई फ्रेस अन मेटेरियल पर्चेस छ
बेस्ड अन मेटेरियल पर्चेस जो चाहिँ ढुवानी खर्च हो कति छ 6000। यो सबै त्यो फर्मेटमा छ है। यो फर्मेट बाहेक अरू कुनै पनि नयाँ कुरा छ जस्तो मलाई लाग्दैन। अनि त्यसपछि तपाईलाई अरू पनि कुनै त्यस्तो डाइरेक्ट एक्सपेन्सेस दिएको छ यहाँ छैन है। डाइरेक्ट मेटेरियल पर्चेस हामीले लेखिसक्यौँ, फ्रेस लेखिसक्यौँ है। अरू छ त्यस्तो केही पनि छैन डाइरेक्ट एक्सपेन्सेस। यसमा अब लेस गर्ने लेबर छ, लेबरलाई हामी हेर्छौँ है। डाइरेक्ट लेबरलाई चाहिँ लेस क्लोजिङ स्टक अफ र मेटेरियल क्लोजिङ स्टक अफ र मेटेरियल मैले अघि नै भने र मेटेरियलको पनि 12000 हो, क्लोजिङ कति हो 10000 हो भन्छ। अब यसलाई क्याल्कुलेसन गरेर हेर्ने तपाईको यो 12000 मा 1,20,000 लाई जोड, त्यसपछि 6000 लाई पनि जोड, 10000 लाई घटाएर हेर कति आउँछ। 12000 1,20,000 6000 लाई जोड्ने 10000 लाई घटाउने अनि आउँछ 1,28,000। 1,28,000 आयो। यो 1,28,000 को नाम चाहिँ के हो त भने कस्ट अफ र मेटेरियल कन्ज्युम्ड है। जसलाई हामी आई नम्बर भनेर या ए जे भने पनि भयो, कस्ट अफ र मेटेरियल कन्ज्युम्ड कति आयो 1,28,000 आयो है। कस्ट अफ र मेटेरियल कन्ज्युम्ड हामीले एड गर्ने के डाइरेक्ट लेबर। डाइरेक्ट लेबर कस्ट कति दिएको छ 32,000 दिएको छ हो। डाइरेक्ट लेबर कस्ट दिएको छ 32। कस्ट अफ र मेटेरियल कन्ज्युम्ड 1,28,000 मा 32,000 डाइरेक्ट लेबर कस्टलाई जोडिसकेपछि तपाईको एउटा यहाँ भ्यालु आउँछ। कति आउँछ एड गरिसकेपछि 1,60,000 हो। यो 1,60,000 को नाम के हो त प्राइम कस्ट हो, जसलाई हामी डबल आई ले डिनोट गर्छौं। प्राइम कस्ट कति आयो 1,60,000 आयो। अघि मैले भने सबै डाइरेक्ट कस्टलाई जोडेर प्राइम कस्ट आउँछ हैन। त्यसपछि यो प्राइम कस्टमा हामीले विशेष गरी तीनटा ओभरहेडलाई जोड्नु पर्ने हुन्छ। फ्याक्ट्री ओभरहेड, अफिस ओभरहेड र अर्को सेलिङ ओभरहेड जोडिसकेपछि टोटल कस्ट आउँछ। त्यो टोटल कस्टमा प्रॉफिट जोडेर सेल्स निकाल्ने हो। अब प्राइम कस्टमा हामीले एड गर्ने सबभन्दा पहिलाको त फ्याक्ट्री ओभरहेड या वर्क ओभरहेड जे भने पनि हुन्छ है। लाइक वर्क ओभरहेड पनि भन्न मिल्छ है त। फ्याक्ट्री ओभरहेड या वर्क ओभरहेड जे भने पनि भयो, केही फरक परेन। अब फ्याक्ट्री ओभरहेड या वर्क ओभरहेड भनेको फ्याक्ट्री डिपार्टमेन्टमा भएका त्यस्ता सबै इन्डाइरेक्ट मेटेरियल, इन्डाइरेक्ट लेबर र इन्डाइरेक्ट एक्सपेन्सेसलाई हामीले हेर्ने हो है। अब फ्याक्ट्री ओभरहेडमा हुने गरेका त्यस्ता इन्डाइरेक्ट मेटेरियलमा भएको खर्च, इन्डाइरेक्ट लेबरमा भएको खर्च र इन्डाइरेक्ट एक्सपेन्सेसहरुलाई ल्याएर हामीले फ्याक्ट्री ओभरहेड भित्र गरेर राख्नुपर्ने हुन्छ। अब त्यो भनेको हामीले अब यहाँ हेर्नु पर्यो हो। डाइरेक्ट मेटेरियलको काम सकिसक्यो, गइसक्यो माथि। इन्डाइरेक्ट लेबर यो भनेको फ्याक्ट्री डिपार्टमेन्टमा हुने खर्च हो, त्यसैले यो फ्याक्ट्री ओभरहेड भित्र पर्यो एक। त्यसपछि डाइरेक्ट लेबर गइसक्यो है। अर्को फ्रेस एन्ड मेटेरियल पर्चेस पनि गइसक्यो। अदर फ्याक्ट्री एक्सपेन्सेस सिधै फ्याक्ट्री नै भनेको छ, हामीलाई झन् सजिलो भयो। दुई यो पनि फ्याक्ट्री डिपार्टमेन्टको खर्च हो, त्यसैले फ्याक्ट्री ओभरहेड भित्र पर्यो। अर्को इन्डाइरेक्ट मेटेरियल यो पनि के हो त फ्याक्ट्री ओभरहेड भित्र नै पर्यो 3 है। यो सबै गरेर फर्मुला गरेर हेर्दाखेरि यी तीनटा कुरा जस्ताको जस्तो फर्मुलामा छ है। अब यहाँ सबभन्दा पहिला लेख्ने इन्डाइरेक्ट लेबर अर्को के छ अदर फ्याक्ट्री एक्सपेन्सेस हो। अनि अर्को छ इन्डाइरेक्ट मटेरियल। इन्डाइरेक्ट लेबर कति दिएको छ हामीलाई हेर्ने सुन 18,000 दिएको छ हो। अर्को चाहिँ अदर फ्याक्ट्री एक्सपेन्सेस कति छ 30,000 छ।
हो। अर्को इन्डाइरेक्ट मटेरियल कति छ 34,000 छ। मैले भने फ्याक्ट्री ओभरहेड भित्र फ्याक्ट्री डिपार्टमेन्टमा हुने गरेका खर्चहरू जस्तो इन्डाइरेक्ट मटेरियलहरु के छ, इन्डाइरेक्ट लेबर के छ, इन्डाइरेक्ट एक्सपेन्स, ती सबै कुरा हामीले यहाँ लेख्नु पर्ने हुन्छ। कोसँग रिलेटेड फ्याक्ट्री डिपार्टमेन्टसँग रिलेटेड कुराहरूलाई त्यहाँ हामीले लेख्ने। अब यो सबै कति हुन्छ त्यो 18,000, 30,000 र 34,000 कति हुन्छ त्यो जोडेर हेर्ने है। कति हुन्छ यो जोडेर हेर्दाखेरि 18,000, 30, 30, 30, 60, 64, 10, कति भयो सबै जोड्दाखेरि सायद 82,000 भयो होला है। कति भयो 82,000 भयो है त। अब प्राइम कस्ट 1,60,000 मा अहिले भर्खर हामीले यो फ्याक्ट्री ओभरहेड जो टोटल 82,000 निकाल्यौं, यो प्राइम कस्ट र फ्याक्ट्री ओभरहेड जोड्ने। प्राइम कस्ट 1,60,000 मा तपाईको फ्याक्ट्री ओभरहेड 82,000 जोडिसकेपछि एउटा यहाँ भ्यालु आउँछ हो। त्यो कति आउँछ 2,42,000। 2,42,000। अब यो 2,42,000 को नाम चाहिँ के दिने? अब यसमा दुईटा कुरा छ बुझ्दाखेरि। यदि क्वेशनमा तपाईलाई डब्ल्युआईपी दियो, वर्क इन प्रोग्रेस दियो भने यसको नाम अलग हुन्छ है। के दियो भने डब्ल्युआईपी दियो भने प्राइम कस्टमा फ्याक्ट्री ओभरहेड जोडिसकेपछि आउने भ्यालुको नाम फरक हुन्छ है। यदि तपाईलाई क्वेशनले डब्ल्युआईपी दिएन भने यसको नाम चाहिँ फेरि फरक हुन्छ। डब्ल्युआईपी दियो भने यसलाई के भन्ने, डब्ल्युआईपी दिएन भने यसलाई के भन्ने, त्यो कुरा हेर्ने है त। यदि तपाईलाई क्वेशनले डब्ल्युआईपी दिन्छ भने प्राइम कस्ट प्लस फ्याक्ट्री ओभरहेड जोडिसकेपछि आउने भ्यालुको नाम हुन्छ फ्याक्ट्री कस्ट इन्कर्ड है। फ्याक्ट्री कस्ट के इन्कर्ड। फ्याक्ट्री कस्ट इन्कर्ड कस्तो अवस्थामा डब्ल्युआईपी दियो भने प्राइम कस्टमा फ्याक्ट्री ओभरहेड जोडेर जुन भ्यालु आउँछ त्यसको नाम भनेको फ्याक्ट्री कस्ट इन्कर्ड हुन्छ भनेर बुझ्ने है। यदि डब्ल्युआईपी दिएन भने यो 2,42,000 को नाम सिधै फ्याक्ट्री कस्ट हुन्छ। यो इन्कर्ड भन्ने शब्द हटिसेर के हुन मात्र आउँछ फ्याक्ट्री कस्ट हुन्छ भनेर बुझ्ने है। अब हामीले यो फ्याक्ट्री कस्ट इन्कर्ड भित्र तपाईले जोड्नु पर्यो के डब्ल्युआईपी जोड्नु पर्यो। के गर्नु पर्यो डब्ल्युआईपी को ओपनिङ स्टकलाई जोड्ने, क्लोजिङ स्टकलाई घटाउने। ल फ्याक्ट्री कस्ट इन्कर्ड 2,42,000 मा एड गर्ने ओपनिङ स्टक अफ डब्ल्युआईपी लेस गर्ने के क्लोजिङ स्टक अफ डब्ल्युआईपी। यदि यो डब्ल्युआईपी को इन्फर्मेसन नदिएको भए हेन्द्रे यो 2,42,000 को नाम फ्याक्ट्री कस्ट हुन्थ्यो। अनि त्यो फ्याक्ट्री कस्टमा हामीले पछाडी गएर के जोड्थ्यौं अफिस ओभरहेडलाई गएर जोड्थ्यौं। अहिले त्यस्तो छैन। अहिले हामीलाई डब्ल्युआईपी को इन्फर्मेसन दिएको हुनाले अहिले चाहिँ प्राइम कस्टमा फ्याक्ट्री ओभरहेड जोडेर आएको भ्यालु 2,42,000 फ्याक्ट्री कस्ट इन्कर्ड हो। अब त्यो फ्याक्ट्री कस्ट इन्कर्ड भित्र हामीले डब्ल्युआईपी को ओपनिङ स्टक र क्लोजिङ स्टक गर्नुपर्ने हुन्छ, एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ। गर्ने अब कति छ डब्ल्युआईपी को ओपनिङ स्टक? डब्ल्युआईपी को ओपनिङ स्टक छ तपाईको 6,000 हो। अनि अर्को क्लोजिङ स्टक कति छ 8,000। यहाँ तपाईको लेस लेखिसकेपछि यहाँ यसो ब्र्याकेट दिनु परेन है, किनभने यहाँ अगाडि लेस छ भन्ने कुरा यो माइनस नै हो है। यसलाई के गर्ने माइनस गर्ने घटाउने नै हो भनेर बुझिन्छ। अब के हुन्छ म यहाँ लेस लेख्ने फेरि यहाँ चाहिँ ब्र्याकेट दिने, यो गरेर राख्न आवश्यक परेन भने है। त्यो चेकरले बुझिहाल्छ। अब 2,42,000 मा फ्याक्ट्री कस्ट इन्कर्डमा ओपनिङ स्टक अफ डब्ल्युआईपी 6,000 लाई जोड, जति भ्यालु आउँछ त्यसमा क्लोजिङ स्टक अफ डब्ल्युआईपी लाई घटाइदियो। कति आउँछ? कति हुन्छ 2,42,000 मा 6,000 लाई जोड्ने, 8,000 लाई घटाउने। कति भयो 42 मा 6 48 48 मा 2,40,000 को हैन 2,40,000।
अब यो 2,40,000 को नाम के हो त त्यो कुरा हेर्ने। अब चाहिँ फ्याक्ट्री कस्ट इन्कममा ओपनिङ स्टक अफ WIP र क्लोजिङ स्टक अफ WIP को एडजस्टमेन्ट गरिसकेपछि जुन भ्यालु आउँछ यसको नाम अब के हुन्छ सिधै फ्याक्ट्री कस्ट हुन्छ। के हुन्छ अब फ्याक्ट्री कस्ट हुन्छ। फ्याक्ट्री कस्ट फ्याक्ट्री कस्ट। अब हामीले फ्याक्ट्री कस्टमा गएर अफिस ओभरहेडलाई जोड्नु पर्ने हुन्छ है। एड अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड छ। अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेडलाई गएर जोड्ने भनेको कार्यालय तथा प्रशासनिक खर्चहरू यदि तपाईलाई क्वेशनमा दिएको छ भने त्यस्ता खर्चहरूलाई हामीले फ्याक्ट्री कस्ट जो टोटल कस्ट आउँछ नि के अरे जो 2,40,000 जो फ्याक्ट्री कस्ट छ नि त्यो फ्याक्ट्री कस्टमा तल गएर जोड्ने। अब यसो क्वेशनमा गएर हेर्ने यहाँ तपाईलाई फ्याक्ट्रीसँग सम्बन्धित कुनै पनि एक्सपेन्सेसहरू दिएको छैन छ त। फ्याक्ट्री के अरे अफिससँग रिलेटेड कुनै पनि के छैन एक्सपेन्सेसहरू दिएको छैन है त। फ्याक्ट्री कस्टमा गएर अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड जोड्ने भन्यौँ हामीले। अब गएर क्वेशनमा हेर्ने अफिससँग रिलेटेड त्यस्ता कुनै चाहिँ एक्सपेन्सेसहरू हामीलाई क्वेशनमा दिएको छैन। यसो हेरौँ गएर हामी चाहिँ यहाँ डाइरेक्ट मेटेरियल गइसक्यो, इन्डाइरेक्ट मेटेरियल गइसक्यो, इन्डाइरेक्ट लेबर गइसक्यो, डाइरेक्ट लेबर गइसक्यो, यो फ्रेस एन्ड मेटेरियल पनि गइसक्यो, अदर फ्याक्ट्री यो पनि गइसक्यो, यो पनि इन्डाइरेक्ट मेटेरियल पनि गइसक्यो। अब बाँकी रह्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड भनेको अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भित्र आउँदैन है। यो छुट्टै ओभरहेड हो। मैले अघि नै भने 3टा ओभरहेड भित्र एउटा एक ओभरहेड यो हो। अरू प्रोडक्सन एन्ड सेल्स एन्ड प्रॉफिट रिक्वायर्ड यो चाहिँ परेन हैन। त्यसको मतलब के बुझ्नु पर्यो भने हामीलाई क्वेशनमा अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड के छ त नील छ, दिएकै छैन। 2,40,000 मा अब यहाँ नील छ। अब कति आउने भयो 2,40,000 नै हुने भयो है। अब यो 2,40,000 को नाम चाहिँ के त 2,40,000 को नाम चाहिँ के। अब यो 2,40,000 को नाम हो कस्ट अफ प्रोडक्सन। के त कस्ट अफ प्रोडक्सन। कस्ट अफ प्रोडक्सन 2,40,000 भनेको कस्ट अफ प्रोडक्सन हो। यसको मतलब हामीले त्यहाँ वस्तुहरू बनाउँदै गर्दा 2,40,000 बराबर खर्च आउँदो रहेछ त्यो वस्तुमा है। 2,40,000 बराबर के हुँदो रहेछ त्यो वस्तु बनाउँदाखेरि खर्च आउँदो रहेछ या त्यसको प्रोडक्सन कस्ट रहेछ भनेर बुझ्ने। अब यो कस्ट अफ प्रोडक्सन भन्दा पछाडि यदि क्वेशनले हामीलाई फिनिश गुड्स को के गर्छ ओपनिङ स्टक र क्लोजिङ स्टक दिन्छ भने त्यो कुरालाई हामीले एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ। कहाँ कस्ट अफ प्रोडक्सन तल है। अब क्वेशनमा हेर्ने हामीलाई फिनिश गुड्स दिएको छ हो। हामीलाई के दिएको छ फिनिश गुड्स दिएको छ। यदि चाहिँ हामीलाई फिनिश गुड्स नदिएको भए हामी सिधै के गर्दैनौँ कस्ट अफ प्रोडक्सनमा जोड दिन्थ्यौँ। के जोड दिन्थ्यौँ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेडहरू जोड दिन्थ्यौँ। तर अहिले हामीलाई क्वेशनले फिनिश गुड्स को इन्फर्मेसन दिएको हुनाले अब हामीले कस्ट अफ प्रोडक्सन भन्दा तल फिनिश गुड्स को ओपनिङ स्टक र क्लोजिङ स्टक के गर्नुपर्ने हुन्छ एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ। अब त्यो कुरालाई यहाँ त्यहाँ ओपनिङलाई जोड्ने क्लोजिङलाई घटाउनु पर्ने हुन्छ है त। अब हेर्ने एड गर्ने ओपनिङ स्टक अफ फिनिश गुड्स है। हामीलाई त यसको सिधै दिएको छ हैन। ओपनिङ स्टक अफ फिनिश गुड्स कति दिएको छ 10,000। कति युनिटको 500 युनिटको 10,000 भ्यालुएसन गरेर दिएको छ जहाँ हामीले 10,000 लेख्यौं हो। लेस क्लोजिङ स्टक अफ फिनिश गुड्स। तपाईलाई क्वेशनमा क्लोजिङ स्टक अफ फिनिश गुड्स दिएको छ, कुनै युनिट दिएको छ क्लोजिङ स्टक
फिनिश गुड्सको क्लोजिङ स्टकको युनिट दिएको छ छैन, त्यसको भ्यालुएसन गरेर दिएको छ छैन। अब यस्तो अवस्थामा हामीले फिनिश गुड्सको क्लोजिङ स्टकलाई वर्किङ नोटबाट क्यालकुलेसन गरेर निकाल्नु पर्ने हुन्छ है। के गरे, यदि हामीलाई फिनिश गुड्सको सबै इन्फर्मेसन दियो, सबै इन्फर्मेसनलाई के दियो, हामीलाई सेल्स युनिट थाहा छ, प्रोडक्सन युनिट थाहा छ हो, फिनिश गुड्सको ओपनिङ स्टक थाहा छ भने हामीले क्लोजिङ स्टक चाहिँ वर्किङ नोटबाट निकाल्नु पर्ने हुन्छ। हामीलाई सबै कुराको इन्फर्मेसन थाहा छ। के इन्फर्मेसन थाहा छ? प्रोडक्सन युनिट थाहा छ, हामीलाई सेल्स युनिट थाहा छ हो, अर्को फिनिश गुड्सको ओपनिङ स्टक थाहा छ भने हामीले क्लोजिङ स्टक सहजै निकाल्न सक्छौँ भनेर बुझ्ने। जसको फर्मुला छ क्लोजिङ स्टक अफ फिनिश गुड्स निकाल्दाखेरि हामीले के गर्नुपर्ने हुन्छ? क्लोजिङ स्टक अफ फिनिश गुड्स निकाल्दाखेरि हामीले ओपनिङ स्टक प्लस प्रोडक्सन माइनस सेल्स गर्नुपर्ने हुन्छ है। ल हेरौँ त, यसो न यहाँ तल वर्किङ नोट लेख्ने है। क्लोजिङ स्टक अफ फिनिश गुड्स को फर्मुला के? ओपनिङ स्टक अफ फिनिश गुड्स प्लस प्रोडक्सन माइनस सेल्स है। क्लोजिङ स्टक अफ फिनिश गुड्स को फर्मुला यसरी नै निकाल्छौँ हामीले। अब हामीलाई यो ओपनिङ स्टक अफ फिनिश गुड्स पनि थाहा छ, प्रोडक्सन पनि थाहा छ र सेल्स पनि थाहा छ भने हामी सहजै निकाल्न सक्छौँ। ओपनिङ स्टक अफ फिनिश गुड्स को मैले अघि नै भने युनिट कति हो? 500 हो, प्लस प्रोडक्सन हामीलाई यहाँ दिएको छ 16,000 माइनस सेल्स दिएको छ कति? 15,000। त्यही हो नि त। ओपनिङ स्टक दिएको छ 500 है, अर्को चाहिँ प्रोडक्सन दिएको छ 16,000 अनि सेल्स दिएको छ 15,000। कति आयो त हाम्रो? 1500 युनिट आयो। हो, के आयो? 1500 युनिट आयो। अब यहाँ मैले क्लोजिङ स्टक अफ फिनिश गुड्स 1500 युनिट लेखेँ। अब हामीलाई चाहिएको युनिट त थाहा भयो, 1500 युनिट नै हो क्लोजिङ स्टक अफ फिनिश गुड्स भनेर थाहा भयो। तर यो 1500 लाई कति रेटले चाहिँ के गर्ने? भ्यालुएसन गर्ने, या चाहिँ त्यसको अमाउन्ट निकाल्ने। कुन रेटले त्यसलाई चाहिँ के गर्ने? भ्यालुएसन निकाल्न युज गर्ने भन्दाखेरि तपाईले जहिले पनि फिनिश गुड्सको ओपनिङ स्टक र क्लोजिङ स्टकलाई केसँग गर्ने? कस्ट अफ प्रोडक्सन पर युनिट सँग के गर्ने? भ्यालुएसन गर्ने। जहिले पनि फिनिश गुड्सको ओपनिङ स्टक र क्लोजिङ स्टकको भ्यालुएसन हामीले कस्ट अफ प्रोडक्सन पर युनिट सँग के गर्ने? भ्यालुएसन गरेर हेर्ने है त। अब त्यो भनिसकेपछि हामीलाई के चाहियो? कस्ट अफ प्रोडक्सन पर युनिट चाहियो है। कस्ट अफ प्रोडक्सन पर युनिट चाहियो। ल त्यसलाई पनि हामीले वर्किङ नोटबाट निकाल्नु पर्यो। कस्ट अफ प्रोडक्सन पर युनिट अर्थात् कुनै एउटा युनिट वस्तु उत्पादन गर्दाखेरि त्यसमा कति खर्च लाग्छ त्यो निकाल्ने हो। जस्तै यो कस्ट अफ प्रोडक्सन यो 2,40,000 छ नि, यो 2,40,000 त त्यो कम्पनीले कति युनिट प्रोडक्ट गरेको छ? 16,000। यो भनेको 2,40,000 भनेको 16,000 युनिटको के हो? प्रोडक्सन कस्ट हो है। 2,40,000 जो कस्ट अफ प्रोडक्सन छ त्यो 16,000 युनिट वस्तु बनाउँदाखेरि लागेको खर्च हो। अब हामीलाई 16,000 को चाहिएको होइन, हामीलाई एउटा युनिटको चाहियो। 16,000 भित्रबाट एक युनिट बनाउँदाखेरि कति लाग्यो त त्यो चाहियो हामीलाई है। त्यसका लागि हामीले फर्मुला युज गर्नु पर्यो। टोटल प्रोडक्सन कस्ट है, टोटल प्रोडक्सन कस्ट या कस्ट अफ प्रोडक्सन जे भने पनि एउटै हो, डिवाइड बाई के त? प्रोडक्सन युनिट है त। टोटल प्रोडक्सन कस्ट भने पनि भयो या कस्ट अफ प्रोडक्सन भने पनि भयो, केही पनि फरक परेन। डिवाइड बाई के त? प्रोडक्सन युनिट टोटल है।
टोटल प्रोडक्सन कस्ट डिभाइड बाई टोटल प्रोडक्सन युनिट है। अब मैले भने 2,40,000 जो छ टोटल कस्ट या के अरे टोटल प्रोडक्सन कस्ट त्यो भनेको 16,000 युनिटको है त। त्यसैले टोटल प्रोडक्सन कस्ट कति दिएको छ 2,40,000 दिएको छ डिभाइड बाई यो 2,40,000 चाहिँ कति वस्तु उत्पादन गर्दाखेरि लागेको खर्च हो त प्रोडक्सन कस्ट हो त भने 16,000 हो। कति हो 16,000 हो है त। अब त्यसो भने अब हामीलाई यो एक युनिटको प्रोडक्सन कस्ट कति लागेको रहेछ त्यो हेर्नु पर्यो। एक युनिटको प्रोडक्सन कस्ट निकाल्नु त हामीले 2,40,000 लाई 16,000 ले के गरौँ डिभाइड गरेर हेरौँ कति आउँछ 15 रुपैयाँ आयो। कति आयो 15 रुपैयाँ आयो। अर्थात् एउटा युनिट वस्तु उत्पादन गर्दाखेरि 15 रुपैयाँ खर्च भएको रहेछ कम्पनीको। अब कस्ट अफ प्रोडक्सन पर युनिट 15 रुपैयाँ आइसकेपछि यो क्लोजिङ स्टक अफ फिनिश गुड्स निकाल्ने 1500 युनिट इन्टु आरएस कति आयो 15। 1500 इन्टु आरएस 15 गर्दाखेरि तपाईको कति आयो त त्यहाँ टोटल अमाउन्ट निकाल्ने हेर्ने कति आउँछ 22,500 कति आयो 22,500 आयो। अब कस्ट अफ प्रोडक्सन 2,40,000 मा ओपनिङ स्टक अफ फिनिश गुड्स 10,000 जोड्ने क्लोजिङ स्टक अफ फिनिश गुड्स 22,500 लाई घटाएर हेर्ने अनि यहाँ एउटा भ्यालु आउँछ कति आउँछ 2,40,000 प्लस 10,000 माइनस 22,500 गरेपछि 2,27,500 कति आयो 2,27,500। अब यो 2,27,500 भनेको यसको नाम हो कस्ट अफ गुड्स सोल्ड। यसको नाम के हो कस्ट अफ द फर्मेटमा गएर हेर्दा हुन्छ त्यसको नाम के हो त कस्ट अफ गुड्स सोल्ड। कस्ट अफ गुड्स सोल्ड कस्ट अफ गुड्स सोल्ड। यो कस्ट अफ गुड्स सोल्ड भनेको 15,000 युनिटको है। कस्ट अफ गुड्स सोल्ड कति आयो 2,27,500 आयो। अब यसै कस्ट अफ गुड्स सोल्ड भन्दा पछाडि फर्मेटमा गएर हेरौँ त्यहाँ होला एड सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड एड सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड एड गर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड हेर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड के दिएको छ हामीलाई के दिएको छ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड है त। सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड हामीलाई क्वेसनमा गएर हेरौँ त्यहाँ सिधै भनेको छ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड भनेर 10,000 भनेको छ। कति हो 10,000 भनेको छ। अब कस्ट अफ गुड्स सोल्ड 2,27,500 मा कस्ट अफ गुड्स सोल्ड 2,27,500 मा प्लस सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड 10,000 लाई जोडिसकेपछि त्यहाँ एउटा भ्यालु आउँछ टोटल कति आउँछ त 2,37,500 आउँछ। 2,37,500 को नाम चाहिँ के हो त कस्ट अफ सेल्स या टोटल कस्ट है। कस्ट अफ सेल्स 2,37,500 को नाम कस्ट अफ सेल्स भने पनि भयो टोटल कस्ट भने पनि भयो। यहाँसम्म जो हामीले यो कस्ट सिट बनायौं त्यो भनेको फर्मेट भन्दा बाहिर गएको छैन। यसको मतलब के बुझ्नु पर्यो भने तपाईलाई फर्मेट एकदम स्टेप बाइ स्टेप के हुनु पर्यो याद हुनु पर्यो है। स्टेप बाइ स्टेप के हुनु पर्यो याद हुनु पर्यो। त्यो याद कसरी हुन्छ भने त्यो याद पढेर हुँदैन त्यो घोकेर हुँदैन। त्यो याद भनेको जति बढी तपाईहरु चाहिँ न्यूमेरिकल प्र्याक्टिस गर्नुभयो त्यो आफै याद हुन्छ। त्यो घोक्नै पर्दैन हो त्यो किताब हेरेर हेर्नै पर्दैन। त्यो चाहिँ के गर्नु पर्यो प्र्याक्टिस हुनु पर्यो है त। बढी भन्दा बढी प्र्याक्टिस हो भने फर्मेट आफै याद हुन्छ। के छ कति सजिलो हो त ओपनिङ स्टकमा मटेरियल जोडिया छ त्यससँग सँगै खर्च जोडिया छ क्लोजिङ स्टक घटाएर आउँछ के कस्ट अफ र मटेरियल कन्ज्युम लेबर कस्ट दिएको छ भने डाइरेक्ट लेबर जोड्ने आउँछ प्राइम कस्टमा
ती तीनटा ओभरहेडलाई के गर्ने हो, जोड्ने हो। त्यो बिचमा अब कुनै स्टकहरूको के दिएको छ, WIP दिएको छ भने या WIP ओपनिङ स्टक WIP क्लोजिङ एन्ट्री भ्यालुको एडजस्टमेन्ट गर्ने। अनि फिनिस गुड्सको अब केही कुराहरू यहाँ हामीले सिकिसक्यौँ होइन, त्यो कुराहरू छ भने हेर्ने। प्रायः चाहिँ फर्मेट चाहिँ राम्रोसँग याद चाहिँ हुनुपर्छ है, त्यो भनेको बढीभन्दा बढी प्र्याक्टिस गर्नु पर्यो। अब यो कस्ट अफ सेल्स या टोटल कस्ट 2,37,500 मा अब हामीले प्रोफिटलाई एड गर्ने हो। केलाई एड गर्ने हो, प्रोफिटलाई एड गर्ने हो। है प्रोफिटलाई के गर्ने, एड गर्ने। कस्ट अफ सेल्स या टोटल कस्टमा हामीले प्रोफिटलाई एड गर्ने, एड प्रोफिट। अब तपाईको प्रोफिट केमा छ, कस्ट प्राइसमा छ अरे। कति हो त, 10% कस्ट प्राइस भन्छ प्रोफिट। अब तपाईलाई प्रोफिट कस्ट प्राइसमा छ भने सजिलो भइसक्यो। हामीलाई कस्ट प्राइस थाहा हुनु पर्यो या टोटल कस्ट थाहा हुनु पर्यो। कस्ट थाहा छ कि छैन, थाहा छ, भर्खर निकाल्यो हामीले। कस्ट अफ सेल्स या टोटल कस्ट भनेको एउटै हो, जो 2,37,500 हो। त्यही टोटल कस्ट 2,37,500 मा 10% प्रोफिट चार्ज गर्नु पर्यो र जोड्नु पर्यो हामीले केमा, टोटल कस्टमा। यार 2,37,500 को 10% के हो त, प्रोफिट हो भन्छ है। 2,37,500 को 10% प्रोफिट हो भन्यो हैन। त्यहाँ भनिदिएको छ क्वेसनले 10% अन कस्ट। कति आउँछ त, 2,37,500 को 10% भने कति हो त, 23,750। 23,750। अब आयो के त, कस्ट अफ सेल्स या टोटल कस्ट 2,37,500 मा 10% प्रोफिट 23,750 जोडेर एउटा भ्यालु आउँछ। त्यो भ्यालु कति हो, 2,61,250। टोटल कति आयो त, 2,61,250। 2,61,250। यसै 2,61,250 को नाम के हुन्छ त, सेल्स। के हुन्छ, सेल्स। 2,61,250 को नाम के हो त, सेल्स। यति गर्नुभयो भने तपाईलाई 8 मार्क्स है। अब हामी कस्ट सेटको नेक्स्ट भिडियोमा यो कस्ट सेट बनाउन सिक्यौँ होइन हामीले। अब चाहिँ हामी दुईवटा क्वेसन योभन्दा फरक टाइपका क्वेसन ल्याएर फेरि तपाईहरुमाझ उपस्थित हुनेछौँ। आजको लागि यति नै है त, हस्, धन्यवाद।